आन्टी एउटा कथा भनौँ। एउटा मान्छे थियो अरे, त्यसको कोही थिएन, घर त्यसको बाबा आमा कोही थिएन अरे, टुरो थियो। अब त्यो बाटोमा हिँड्दै गएछ, एउटा जोगीसँग भेटेछ। जोगीलाई सोधेछ कि मेरो नाम के हो भनेर। जोगीले भनेछ बाटोमा जे देख्छस् त्यही हो भनेछ। सुन्नु न, अनि त्यसपछि बाटोमा त्यसले गु देखेछ, त्यसको नाम गु भयो। अनि त्यसले घर किनेछ एउटा, अनि घरको नाम त चाहियो एउटा। अब फेरि त्यही जोगीसँग गएछ, अनि त्यसपछि जोगीसँग गयो अनि त्यसपछि टक्क जोगीलाई भेटेछ। मेरो घरको नाम के राख्ने भनेर सोधेछ। बाटोमा जे देख्छस् हिँड्दाखेरि त्यही भनेछ त्यसले, फेरि त्यही भनेछ। अनि त्यसपछि त्यसले बाटोमा कट्टु देखेछ सुकाएको, त्यसको घरको नाम कट्टु भयो। त्यसको घरको नाम कट्टु भयो। अब त्यसले बिहा गरेछ एउटा केटीसँग, अनि त्यसले बिहा गरेपछि छोरा पाएछ 2टा। अब छोराको नाम त चाहियो। अब फेरि त्यही जोगीसँग गयो। अब फेरि त्यसले त्यही भनेछ, बाटोमा जे देख्छस् त्यही भनेछ। फेभरेट रहेछ त्यसको। होइन, अन्जानमा भेट्टाएको हो त्यसले त जोगी। होइन जे होस्, सधैँ त्यहीँ गएर सल्लाह लिने भएपछि त उसको जे होस् मन पर्ने भन्नु पर्यो नि त। अनि त्यसपछि फेरि त्यही जोगीसँग गएछ, बाटोमा जे देख्छस् त्यही भनेछ। फेरि त्यसले बाटोमा ढुङ्गा देखेछ, त्यसको छोराको नाम ढुङ्गा भयो। एक दिन त्यसको घर के भएर आगो लागि भएछ, अनि पुलिसलाई फोन गरेछ। पुलिसलाई फोन गरेपछि म गु बोलेको मेरो कट्टुमा आगो लाग्यो। अरे म गु बोलेको मेरो कट्टुमा आगो लाग्यो, कट्टुभित्र 2टा ढुङ्गा भन्दैछ। अनि कट्टुभित्र 2टा ढुङ्गा छ भन्दैछ। अनि के भयो त? अनि त्यसपछि पुलिस आयो आएन, ढुङ्गा कट्टुभित्र 2टा ढुङ्गा। अरे म गु बोलेको अरे, तँ गु बोलेको अरे। अनि आउँदै आएन, मऱ्यो 3जना। कथा सिद्धियो। कस्तो लाग्यो हाम्रो कथा? मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै औडा बाराको कथा लिएर चाहिँ हामी उपस्थित हुने नै छौँ होइन। लाइक गर्न नबिर्सिनु होला।